लामिछाने जस्तो खेलाडी जन्माउन हामीलाई वर्षौं वर्ष लाग्छ। हेर्नुहोस्, संसारकै उत्कृष्ट खेलाडी हो। म अस्ति मात्रै 2 महिना अगाडि मात्रै आईसीसी को एजीएम मा गएको थिएँ। 105 कन्ट्रीज त्यहाँ पार्टिसिपेट हुन्थ्यो। दर्जनौं कन्ट्रीले म नेपालको नाम लिने बित्तिकै सन्दीप लामिछाने तिम्रो देशको भनेर भन्दाखेरि आफूलाई गौरव हुन्थ्यो। त्यस्तो सन्दीप लामिछानेले धेरै देशले नेपाल भन्दा पहिले सन्दीप लामिछानेलाई चिनेको छ। त्यस्तो खेलाडी जन्माउन नेपालले दशकौं कुर्नु पर्ने हुन सक्छ। सन्दीप लामिछाने जस्तो खेलाडी जन्माउन हामीलाई वर्षौं वर्ष लाग्छ। हेर्नुहोस्, संसारकै उत्कृष्ट खेलाडी हो। म अस्ति मात्रै 2 महिना अगाडि मात्रै आईसीसी को एजीएम मा गएको थिएँ। 105 कन्ट्रीज त्यहाँ पार्टिसिपेट हुन्थ्यो। दर्जनौं कन्ट्रीले म नेपालको नाम लिने बित्तिकै सन्दीप लामिछाने तिम्रो देशको भनेर भन्दाखेरि आफूलाई गौरव हुन्थ्यो। त्यस्तो सन्दीप लामिछानेले धेरै देशले नेपाल भन्दा पहिले सन्दीप लामिछानेलाई चिनेको छ। त्यस्तो खेलाडी जन्माउन नेपालले दशकौं कुर्नु पर्ने हुन सक्छ। सन्दीप